निराशाको गीत पनि लेखेको होला, निराशाको कविता पनि लेखेको होला। मैले प्रेमको कविता मजाले लेखेकै छु। तर पनि मलाई चाहिँ हामी रमाइलो माहौलमा भएको हुनाले मलाई कसैले नेपाली गीत रेकर्ड हुन थालेको 125 वर्षभन्दा माथि भयो। नेपाली भाषामा गीत रेकर्ड हुन थालेको इतिहास चाहिँ लेखेको त आदिमकालदेखि हो। नलेखिँदै पनि गीत गाइन्थ्यो। हाम्रो साहित्यको प्रारम्भ गीतबाट भएको, लोकगीतबाट भएको। अनि कवितामा आउँदा सबभन्दा पहिला कविता पनि वीररसको कविता लेखेको शुभानन्द दास कविता लेख्ने पहिलो कवि हुन्। आज मलाई यहाँ आएर उभिएर तिनलाई सम्झिँदा गौरव लाग्छ। धादिङको कटुन्जेमा जन्मेका शुभानन्द दास नेपाली कविताका पहिलो कवि हुन्। उनले पृथ्वीनारायण शीर्षकको राजै भक्ति कविता भनेर लेखेका थिए। पृथ्वीनारायण शाह नेपालीकरण गर्ने बेलामा यो चाहिँ तपाईँको उनले लेखेको त्यो कविता पृथ्वीनारायण शाहमाथि थियो। त्यो प्राप्त भएमध्ये नेपाली कविताको सबभन्दा प्रारूप पहिलो रूप त्यही हो भनेर धेरैजनाले भनेका छन्। त्यो भूमि हो हाम्रो। अनि हाम्रो सबै कुराहरू जोडिने हुनाले गीतसँग अनि मलाई यतिखेर आएर गीतको परम्परा यति लामो भयो, नवरा लम्साल तैँले चाहिँ नयाँ के गरिस् भनेर कसैले भन्यो भने मलाई के लाग्छ भने त्यो नेगेटिभिटीलाई पनि पोजिटिभ लिनुपर्छ भन्ने मलाई लाग्छ। मैले तन्नी साथीहरू पनि हुनुहुन्छ, धेरै यङहरू हुनुहुन्छ, सबै पोलिटिक्ससँग जोडिएका साथीहरू हुनुहुन्छ। तर पोलिटिक्सको रङ छैन। यहाँ फरक फरक किसिमको हुनुहुन्छ। अघिल्लो पल्टको वडा अध्यक्ष पनि हुनुहुन्छ, यसपल्टको वडा अध्यक्ष पनि हुनुहुन्छ, यसपल्ट जित्ने पनि हुनुहुन्छ, विजेता पनि उपविजेता पनि हुनुहुन्छ। यो हार्दिकता चाहिँ यो सन्देश देशभरि पुगोस् होइन, हाम्रो यो मिलाप हामी मिलन्छ यस्तो भनेर। अनि मैले चाहिँ केही गीतहरू प्रेमका केही गीतहरूमा चाहिँ केही गीतहरू थिमका छन्। जस्तो प्रेमका गीतहरूमा दिलको कुरा नगर दिल माया, धेरै भयो सिसा चाहिँ फुटेको, आगो पानी सँगसँगै बस्दैनन्, जाति भयो तिमीसँग छुटेको। बल्कि तन्नेरीहरूलाई निराश लाग्छ नि, त्यसले धोका दिँदाखेरि यसो झुन्डेर मरौँ के गरौँ भनेर राति निराश भइरहेको बेलामा ठक्क रामकृष्ण ढकालको स्वरको यो गीत युट्युबमा भेटिन्छ। ठक्क सुनेको बेलामा दिलको कुरा नगर दिल माया, धेरै भयो सिसा चाहिँ फुटेको, आगो पानी सँगसँगै बस्दैनन्, जाति भयो तिमीसँग छुटेको। मन परुन्जेल मेरो हिरा मेरो हजुर भन्यौ, आफ्नो मनमा तालचा लायो पराई कुरा सुन्यौ, सुनको जोवन फलामको विचार, अघि अघि फुलको बयान, पछि पछि छोराको प्रहार भन्यो भने। अनि त्योभन्दा पनि अलिक राजारामजी जस्तै तन्नेरीहरूको लागि चाहिँ होइन। अनि धेरैपल्ट हारिरहेँ आफैलाई मारिरहेँ, अब तँलाई एउटा खबर पठाएर बाँच्छु, छातीबाट तेरो तस्बिर हटाएर बाँच्छु। अनि फ्रस्ट्रेसनमा गएका केटाकेटीहरूले तेरो कारणले मरौँ, झुन्डेर मरौँ, बिखाएर मरौँ भन्नुहुन्छ। त्यसले भन्नुहोस् क्या, धेरैपल्ट हारिरहेँ आफैलाई मारिरहेँ, अब तँलाई एउटा खबर पठाएर बाँच्छु, छातीबाट तेरो तस्बिर हटाएर बाँच्छु भने त्यो आओस् केटाकेटीलाई होइन। अनि यो चाहिँ तपाईँ त्रिलोक राणा भन्ने भाइले गाएका छन्। अनि दुःख त छ नै, एउटा कवि सधैँ दुःखको निराशाको चिज लेख्दैन क्या। दुःख हुनेहरूलाई टिप्स दिन्छ क्या। हारहरूमा हार्दिन म हार टेकेर बाँच्छु, हारहरूमा हार्दिन म हार टेकेर बाँच्छु, चोटहरूले च्यातिन्न म प्रहार टेकेर बाँच्छु भन्नुहोस् मान्छेहरूले होइन। यहाँ सबै यङ पोलिटिसियनहरू हुनुहुन्छ, तपाईँहरूले भन्नुपर्ने छ मलाई अघि बढ्न देऊ, मलाई शिखर चढ्न देऊ। माथि काउले योबाट पनि माथि डाँडामा पुगौँला होइन। मलाई अघि बढ्न देऊ, मलाई शिखर चढ्न देऊ, बेसीबाट आफै उठ्छु, भिरबाट लड्न देऊ। एकपल्ट लडेर हेरेपछि अनि उठेर धुलो टौटकाएर हिँड्दाखेरिको मजा आउँछ होइन। यस्तो खालको गीतहरू चाहिँ मलाई मनपर्छ। अनि भक्तराज आचार्यको अन्तिम सङ्गीत एउटा गजल सत्य स्वरूपले गाएका छन्। आगाको ताप हो जीवन, आगैको राप हो जीवन, जन्म र मृत्यु बिचको आयुको नाप हो जीवन। मलाई धेरै सोध्छन् त्यो जीवन भने के हो भन्छन् अनि आगाको ताप हो जीवन, आगैको राप हो जीवन, जन्म र मृत्यु बिचको आयुको नाप हो जीवन। यस्तो खालको सैद्धान्तिक गीतहरू लेख्नु मनपर्छ। अब तारा नजिकै जुन नजिकै पनि जाओस् नि भाइ। तारा नजिकै जुन नजिकै तिमी सँगै छौ होइन, जुन नजिकै तारा नजिकै ऋषि सँगै छौ, मेरो त सारा नजिकै त्यस्तो खालको। अनि सत्य स्वरूपले गाएको छन् एउटा गीत। अनि पर्ख पर्ख खोला पर्ख म पनि त जाने हो, पर्ख पर्ख खोला पर्ख म पनि त जाने हो, भोलि पनि आखिर मलाई तिमीले नै लाने हो। अनि फर्स्ट अन्तर के भन्छ, पर्ख पर्ख हुरी पर्ख म पनि त चल्ने हो, चौतारीको पिपल जस्तै सँगसँगै ढल्ने हो। अनि सेकेन्ड अन्तरा भने अनि पर्ख पर्ख आगो पर्ख म पनि त बल्ने हो, भोलि पनि तिमी र म सँगसँगै जल्ने हो। भक्तराज आचार्यको सङ्गीतमा सत्य स्वरूपले गाएका छन्। अलिअलि प्रेमका गीत पनि छन्, राजलाई काम लाग्छ काम लाग्छ। फर्स्ट लभ भने सुने पहिलो प्रेमको पहिलो कम्पन, एकअर्काको लज्जा मिठो, लजाउँदै सम्हालेको बेहोसीको मज्जा मिठो, पहिलो प्रेमको पहिलो आकाश, उडपन्छी उड सरह। यो फर्स्ट लभमा स्वरूप र रेजिनाले गाएको गीत हो। यस्ता गीतहरू मेरो 500 जति रेकर्ड भएको छन्। उदितले गाएको एउटा गीत छ, उदित नारायण झाले गाउनु भएको, धेरै गाउनु भएको छ उहाँले मेरो गीत। मेरो 500 जति गीत रेकर्ड भएको छन्। उदित नारायण झाले गाउनु भयो। काँडा राखी मनभरि
बाहिर फुल छर्न जानिन मैले माया गर्न जानिन पूर्व जाने बहानामा न त कहिले पश्चिम गएँ समयको भेलसँगै बगिरहेँ किनार पारी उनलाई छोडी एक्लै खोला तर्न जानिन मैले माया गर्न जानिन यस्तो खालको गीतहरू लेख्छु अनि कहिलेकाहीँ चाहिँ साथीहरूले धेरै धोका दियो भने रिस उठ्यो भने नि आफै भित्र कुण्ठित भएर बस्नुहुन्न मान्छेहरू हुन्छ नि कसैले धोका दियो दुःख दियो हारियो जीवनमा दुःख भयो भने थाहा पछि ठिकै छ रमाइलो भइरहेको छ सौभाग्य कस्तो भने उहाँ मेरो छिमेकी होइन हामी चिन्जान्छ आज यति नजिकमा बसेर पुरा पहिलोचोटि सुने तर म पातलेबानमा आएको थिएँ बेला बेला कफी यसरी नजिक बसेर पुरा पहिलोचोटि सुनिरहेको छु पुरा इन्जोय गरेर त्यस्तो भयो भने चाहिँ छ नि म सबैजनालाई के हुन्छ भने जीवनमा सुख हुन्छ दुःख हुन्छ कुन ठाउँमा बस्नुहुन्न हुन्छ क्या अनि त्यसलाई त्यस्तो बेलामा होइन दुःखहरूमा पनि हाँस्न सिक्नुपर्छ आफूले आफैलाई सम्हाल्ने हो राज ठिक छ नि अनि सम्हाल्ने हो अनि मैले के भन्छु भने आफ्नो मान्छे लगाएर मैले हिँड्ने बाटो छेक्यौ आफ्नो मान्छे लगाएर मैले हिँड्ने बाटो छेक्यौ बाटोसम्म छेक्यौ तर पाइला छेकिएन तिमीले पनि सुनको हिमाल चढाए देखिएन अनि फर्स्ट अन्तरा यसो भन्यो होइन आफ्नो मान्छे लगाएर पसिनाको दाना खोस्यौ पसिना त खोस्यौ तर निधार खोसिएन तिमीले पनि सुनको हिमाल चढाए देखिएन अनि सेकेन्ड अन्तरा भन्यो आफ्नो मान्छे लगाएर सृजनाको सान खोस्यौ सृजना त खोस्यौ तर सिप खोसिएन तिमीले पनि सुनको हिमाल चढाए देखिएन यस्तो खालको मलाई चाहिँ मैले लेखेको गीत मैले लेखेको कविताहरू पढेर निराश भएका मान्छेहरू पनि आशा जागोस् जागृति जागोस् र मान्छेले समाजलाई राम्रो काम गर्न सकोस् एउटा भाइ बहिनीहरूमा उत्प्रेरणा गर्न सकौँ भन्ने मलाई लाग्छ भाग्यवश त्यो कुरा समाजले बुझेको पनि छ मलाई देशभरि बोलाइ पनि राख्नुहुन्छ म हिँडिरहेको पनि हुन्छु गइरहेको हुन्छु सबै ठाउँ जान्छु अस्ति कलकत्ता गएँ नेपाली कम्युनिटीले कार्यक्रम गरेको थियो अनि फर्स्ट जेनेरेसन चाहिँ कोही पढ्न गयो होलान् कोही जागिर खान गयो होलान् कोही के गर्न गयो होलान् कोही दुःखले गयो होलान् त्यहाँ भए फर्स्ट जेनेरेसनबाट सेकेन्ड जेनेरेसनको जो बालबच्चा इन्डियामा जन्मे कलकत्तामा उनीहरू कोलकाता भन्छन् अचेल कोलकातामा जो जन्मे उनीहरूले नेपाली भाषा सिकेका छन् नेपाली भाषामा कविता लेख्छन् नेपाली गीत गाउँछन् चट्ट नेपाली गुन्यु चोली लगाएर पटुकी बाँधेर चटक्क दौरा सुरुवाल किष्टकोट लगाएर मञ्चमा आए छम छम नाचे उनीहरू आउन्जेल केही भएन अनि एउटा सेसन थियो एउटा सेसनको मैले चियर गरिरहेको थिएँ अनि मेरो बोल्ने पालो आयो अनि मैले बोल्ने पालामा त्यो भाइ बहिनीहरूलाई भने बाबु नानी हो तिमीले लगाएको त्यो गुन्यु चोलीको यो महत्त्व छ आज नाच्न मात्रै लगाएको होइन तिमीले लगाएको दौरा सुरुवालको महत्त्व छ तिमीले गाएको गीतको यो महत्त्व छ भने सबै कुरा तिनीहरूलाई भने मैले के भने उनीहरू बहुत खुसी भए अनि मेरो म त 9 वर्षको नातिनीको हजुरबाउ होइन 9-10 वर्ष 12 वर्षका त नातिना हुन् नि त तिनीहरू छोराछोरी भन्दा नि धेरै कमका अनि पछि सबैजना आए मञ्चमा र अङ्कल तपाईँसँग फोटो खिचौँ है भने सँगै आए सँगै बसेँ सँगै फोटोसोटो खिच्यौँ त्यसबाट मैले के सिकेर फर्केँ भने उत्साह र ऊर्जालाई छोयो भने चाहिँ मान्छे निकट हुने रहेछ त्यो निकटता चाहिँ हामी सबैले ल्याउनुपर्छ भन्ने लाग्छ यति भने अर्को दिन फेरि मौका पऱ्यो फेरि आजै सबै सक्यो भने अर्को दिन के सुनाउनु फेरि अग्निको चाहिँ अग्नि मेरो कम्प्लिट गद्य महाकाव्य हो तर अन्त्यमा 35वटा श्लोक चाहिँ छन्दमा छ एउटा श्लोक सुनाउँछु अरू टुक्रा टुक्रा सुनाउँला जुत्ता सिएको कपडा सिएको मेरो छेलाङ्गी विश्वकर्मा भन्ने पात्र छ सारा कथा भइसकेपछि लास्टमा सकिने बेलामा जुत्ता सिएको कपडा सिएको थिची खलती पसिना पिएको गल्ती भयो के भन भद्र मान्छे गल्ती भयो के भन भद्र मान्छे सगर्व आफ्नै श्रमले जिएको म विद्रोह लेख्न चाहन्न विद्रोहमा पनि उग्र विद्रोह लेख्न चाहन्न विद्रोहमा पनि म प्रेम लेख्न चाहन्छु क्या त्यो वर्षौँदेखि छुवाछुत बोकेर त्यो पीडा बोकेर बसेको एउटा पात्र मेरो 300 पेजको महाकाव्य छ 20 वर्ष लाएर लेखेको छु अन्त्यमा मेरो पात्रले भन्छ क्या भन्नु पर्थ्यो के भने अहिलेको रिसा दुनियाँमा मेरो पात्रले भन्नुपर्थ्यो वर्षौँदेखि मेरो बाउ हजुरबाउ जिजुबाउलाई दुःख दिइस आरनमा हामी आयौँ छुवाछुत भयो दुःख दियो यस्तो सारा गरिस् तँलाई त हेर तानेर यही आरनमा राखेर यो आगोले बलाउन मन छ भनेर लेखायो भने मेरो हातमा थियो होइन कसैले मलाई फाल्दैन थियो तर मेरो पात्र के भन्छ थाहा छ जुत्ता सिएको कपडा सिएको थिची खलाती पसिना पिएको गल्ती भयो के भन भद्र मान्छे गल्ती भयो के भन भद्र मान्छे सगर्व आफ्नै श्रमले जिएको हे भद्र मान्छे हे महापुरुष मेरो के गल्ती भयो म दुःखले गरे आउँ त तर मलाई किन हेप्छौ तिमी भन्छ कि हो म समाजमा पनि यस्तो भाष्य निर्माण गर्न चाहन्छु गाली पनि मिठैसँग गरोस् होइन यति गाली गरौँ
भोलि मिलेको दिन थुक्कै यस्तो गाली चाहिँ नगरे हुन्थ्यो भने पछुतो पनि नहोस्, माया पनि ठिक्कै यति गरौँ कि भोलि साँच्चै मन दुखिआइदिन किन मरालाई यति माया गर्छु भन्ने जस्तो पनि नहोस् भन्ने। तर मेरो अलिक धेरै माया ऋषिसँग छ होइन, कता चाहिँ झगडा चाहिँ हुन्न है। र भाइले यति भनौँ होला। अनि उहाँले मलाई एकदम धेरै माया गर्नुहुन्छ होइन। चुपुक्का चुस्न नदिने आमामा आमा किन, न्यानो काखा लुपुक्क सुत्न नदिने आमामा आमा किन, तोड्नै तत्पर प्रेम बन्धन सधैँ आमामा आमा किन, मातृभाव विशाल मास्न उभिने आमा हुनै सक्दिन भनेर छोरा बगाउँछन्। त्यो बेला चाहिँ मैले कर्णलाई माथि राखेको थिएँ। अनि धरामा आउँदा चाहिँ मैले यो जात जाति धर्म सम्प्रदाय भूगोलभन्दा माथि उठेर मान्छेलाई मान्छेहरूको मात्रै हेर्नुपर्छ भनेर लेखेँ। एकै देश अनेक जात धर्म, राई र लिम्बू महु, साँच्चै धीर धिमाल वीर बलियो कोचेर मेचे महु, राज्य छैन र राजवंश भनिने त्यही राजवंशी महु, गनगाई र सतार पूर्वतिरका पूर्वीय थारू महु लेखेको थिएँ। अग्निको आई भनेको सबैजनालाई धेरै धेरै धन्यवाद, नमस्कार।